होइन। सुनिता डंगोल ध्यान दिएर सुन्नु दिदी, कस्तो ठुल्ठुलो कुरा गरेको। अलिकति सौने कुरा गर्नु न। राजनीतिमा जुनसुकै पार्टीबाट आउनु भएको भए पनि तपाईको राजनीतिमा भविष्य राम्रो थियो। अनुहार मात्रै राम्रो भएर हुँदैन नि। कस्तो भ्रष्टाचार बोलेको, कस्तो भ्रष्टाचार यहीँसम्म गनाएको। अनि एमालेका छोटे महाराजहरू है, अलिकति राम्रो मान्छे जुन बालेन, हर्क, गोपी हमाल, जुन के रे रवि लामिछाने यस्तो यस्तोको समर्थन गरे, कसैले समर्थन गर्यो भन्दा लगेर थुनिदिइहाल्छौ, मुखमा बुझो लगाइदिइहाल्छौ। अनि सुनिता डंगोलले यो जुन बालेनको बारेमा जुन के रे विरोध गरिन्, अनि त्यो त राम्रो गरिन् भनेर अझाम स्टाटस लेखी उसको भिडियो पोस्ट गर्न भ्याएछौ त सबै पेजमा। कतिसम्मको नालायक छौ तिमीहरू भन्ने कुरा सबैलाई थाहा छ, बुझ्यौ? तिमीले चिनाइरहनु जताइरहनु पर्दैन, हामीले चिनिसकेका छौं तिमीहरूलाई। तिमीहरूलाई मन पराउने भनेको तिमीहरूकै पार्टीको झोला झाम्टा बोक्नेहरूले मात्रै मन पराउँछन्। स्वच्छ र सफा मन गरेका मान्छेले जनतालाई माया गर्ने, के रे जनताका लागि लड्ने र यो देशलाई माया गर्ने मान्छेहरूलाई हामीलाई चाहिँ जुन रवि लामिछाने, तिमीहरूले भन्छौ नि रवि लामिछाने आफ्नो स्वार्थ पूरा गर्न आएको भनेर। रवि लामिछाने केही पनि स्वार्थ पूरा गर्ने होइन। रवि लामिछाने नचिन्ने कोही पनि छैन, बरु तिमीहरूलाई चिन्दैनन् होला। नेपाली जनताहरूदेखि स्वदेश विदेश सबै ठाउँबाट नाम कमाइसकेको, दाम कमाइसकेको मान्छे हो, बुझ्यौ नि? कुनै पनि भ्रष्टाचार गर्नु पर्दैन रवि लामिछानेले। रवि लामिछानेले एउटा देशको लागि केही गर्छु भनेर आएको व्यक्ति थियो, तिमीले त्यहाँसम्म पुर्यायौ। बालनले यति निस्वार्थ तरिकाले यति राम्रो काम गरिरहेको छ, बालनको तिमीले खुट्टा हो। हामीलाई म एउटा कुरा भन्छु, मैले कहिले पनि रवि लामिछानेको मात्रै समर्थन पनि भनेको छैन र म कुनै पनि पार्टीको सदस्यता पनि नभएको मान्छे, म कुनै पनि पार्टीमा छुइनँ। त्यसकारणले म सदस्यता पनि नभएको मान्छेले के भन्छु भने हामीलाई बालन जस्तो व्यक्ति चाहिएको, बालन जस्तो मान्छे, रवि जस्तो मान्छे चाहिएको हामीलाई। अहिलेको युवा, अहिलेको जेनेरेसनको मान्छे, किनभने उसले राजालाई पनि छोडेन फाइन तिराउनलाई हो, जो कोहीलाई पनि सदनलाई के सदनमा बस्नेलाई पनि सडकमा बस्नेलाई पनि गल्ती गरेको खण्डमा सबैलाई बराबर ऐन कानुन सबैलाई हुनुपर्छ भन्ने त्यो मेरो चाहिँ नितान्त धारणा हो है। राजा होस् या रोडमा हिँड्ने मगन्ते होस्, जोसुकै होस्, त्यसले गल्ती गरेको छ, त्यसले भ्रष्टाचार गरेको छ, त्यसले ज्यान मारेको छ भने नि सबैलाई बराबर तरिकाले ऐन कानुन सबैलाई लागू हुनुपर्छ भन्ने विचारको मान्छे हो म चाहिँ। किनभने जुन मैले अस्ति एउटा कुरा भनेको थिएँ, कोही पनि अहिले प्रधानमन्त्रीलाई कुनै पनि ठाउँमा गयो भने केही सम्मान देख्नुहुन्छ, त्यस्तै तिनीहरूकै पार्टीमा मिल्ने एकदम थाहा छ त हामीलाई। तिमीहरू सबै यो अहिले 3 दलका पार्टीहरू, तिमीहरूले स्वार्थले बनेको सरकार हो, यो स्वार्थको लागि तिमीहरूले के गरिरहेछौ भन्ने कुरा यो सबै आम जनतालाई थाहा छ त। यो कुरा सामाजिक सञ्जालमै जगजाहिरै छ, तिमीहरू 2 तिहाईको सरकारले कसरी के गरिरहेछौ भन्ने कुरा सबैजनाले निहालिरहेका छन्। तर चुप बस्नु पनि जनताहरूले मिसन 84 कुरेका हुन्, बुझ्यौ नि? चुप बसेका होइनन्। तिमीलाई लाग्छ होला जसरी पनि हामी मिसन 84 मा पनि हामी नै जित्छौं, हामी नै पैसाको खोलो बगाउँछौं भन्ने लाग्छ होला। तिमीहरूलाई रवि लामिछानेको कुनै पनि ठाउँमा पुष्टि नहुँदाखेरि तिमीलाई जेल लगेर कोस्न पर्ने, बाहिर राखेर अनुसन्धान गर्न सकिँदैन। तिमीहरूको यतिकै पनि थाहा हुँदैन। अनि अदालतले दिएको के रे पक्राउ पुर्जी जारी गरेको अदालतको फैसला हो, अदालतले दिएको तोकेको मिति हो, अदालतको कुरा हो भनेर भन्छौ नि।